मेरो श्रीमानको पैसाले तँ बुढोलाई पाल्न सक्दिन। यो लौरो भाँचेपछि अब त चल्न सक्दैनस्। मासु भात म खान्छु, तँ अन्धोले कुकुरले छाडेको जुठो खाएर गोठमा सुत। यो घर र जग्गा आजै तिम्रो नाममा पास गरौँ। अनि त्यो अन्धो बुढालाई सडकमै छाडेर सहर जाउँ। भगवान, मैले रगत पसिना बगाएर पठाएको पैसाले मेरी स्वास्नीले मेरो बाउलाई कुकुर बनाइछ। ए पापिनी, मेरो अन्धा बाउको लौरो भाँच्ने तेरो हात आज म छिनाली दिन्छु। बाहिर आइज। मलाई माफ गर, म कुकुरको बुद्धि भएर दलालको कुरा सुने। मलाई घरबाट ननिकाल। बाउको लौरो भाँच्ने पापीलाई भगवानले पनि माफ गर्दैन। जा, सडकमै कुकुर जस्तै तडपिएर मर। श्रीमती आउँछिन् जान्छिन्, तर भगवान जस्तो बाउ कहिल्यै फर्किँदैन। आमा बाउको आँसु झार्ने मान्छे कहिल्यै सुखी हुँदैन। पापी बुहारीलाई घरबाट निकालेको ठिक लाग्यो भने अहिले नै फलो गर्नुस्। अनि यस्तै भिडियो बनाउन वा पेज किन्नको लागि तुरुन्तै मेसेज गरिहाल्नुस्।